बिहानको नास्ता चाहिँ मैले नौतुना आलु थियो घरमा बोइल गरेर चटनीसँग ट्याक्कैसँगले बनाइदिएँ अनि साथमा रातो चिया पनि दिएँ। बुढा चाहिँ खानु हुँदैछ, छोरा चाहिँ नखाने अरे, अनि मैले चाहिँ खाएँ। अनि हामी चाहिँ गइरहेको थियौँ डिमार्ट गएर चाहिँ यहाँनिर हामी रोकिरहेको थियौँ लिभमा जानुको लागि, सामान थियो नि त त्यसैले। अनि लिभ नै खोलेन अनि हामी चाहिँ रोकिरहेको थियौँ। अनि यहाँ छोरा पनि सोधिरहेको थियो पापालाई कहिले खोल्छ भनेर। हामीलाई चाहिँ बिग्रिरहेछ है क्या भनेर हामी चाहिँ सिँढीबाटै नाम्यौँ। अनि यहाँ चाहिँ मार्केट गरिसकेर हामी चाहिँ बाहिर आयौँ। बाहिर आएर हेरेको यति भिड, कम्ता भिड हुन्छ डिमार्टमा। अनि यहाँ चाहिँ बुढाले आइसक्रिम लिएर आउनुभयो। अनि आइसक्रिम पटापट लिएर आएर तिनजनाले खायौँ। अनि हामीलाई त मन पर्यो, बुढालाई चाहिँ आइसक्रिमको फ्लेभर मन परेन र गोटै फ्याँकिदिनु भयो। अनि हामी चाहिँ आयौँ घर आएर चाहिँ अब यो सामानहरू सिजिल गर्नु पर्यो नि त होइन। गोटै रासन पानी चाहिँ म चाहिँ डिमार्टबाट उठाउँछु मन्थली। अनि हामीलाई डिमार्टबाट एक बार रासन उठायो भने हामीलाई 2 महिना जस्तो जान्छ। त्यसैले हामी चाहिँ डिमार्टबाटै उठाउँछौँ, किनभने दोकानमा बहुत बिल बनाउँछ क्या, दोकानमा दाम पनि एक्स्ट्रा लिन्छ। त्यसैले दोकानबाट चाहिँ हामी खाँदैनौँ। अनि यहाँ चाहिँ मैले के सामान ल्याएँ भिडियो गर्नु भनेको थिएँ बुढालाई। बुढाले चाहिँ भिडियो गर्नै जान्नुहुन्न, जताभावी गरिदिनु भएछ। अनि यहाँ चाहिँ मैले चाहिँ यस्तो सामानहरू लिएर आएँ, घरको सामान। बिस्कुट पनि चाहिरहेको छ स्कुलको लागि चाहिँ, त्यसैले बिस्कुट पनि फाइल ल्याउनु पर्छ। अनि यही हो मेरो चाहिँ सामान।